धेरैलाई लाग्छ सफ्टवेयर इन्जिनियरिङको जिन्दगी भनेको कम्प्युटर अगाडि बस्ने मात्रै हो, तर मेरो दिन अलि फरक छ। अब दिनको पहिलो स्टप अफिस। हेरौँ आजको दिनले के देखाउँछ। ल अफिस पनि आइपुग्यो। अब सुरु गरौँ आजको दिन। काम गर्नुभन्दा अघि एक कप कफी चाहिँ चाहिन्छ, अनि त्यसपछि मात्रै मेरो सिस्टम बुट हुन सुरु गर्छ। अब चाहिँ एउटा बग आएको थियो, त्यही सल्भ गर्न थालेँ। आज अफिसमा एउटा सानो एक्टिभिटी रहेछ। मैले चाहिँ त्यहाँ गएर एउटा पेङ्गुइन बनाउने ट्राई गरेको थिएँ। ल अब चाहिँ लन्च टाइम आइसकेको छ, लन्च गर्न निस्केको। सर्ट लाएर क्युआर स्क्यान गरिसकेपछि अब आज कन्टिनेन्टल ननभेजको काउन्टरमा छु म। लन्चपछि हिँड्न निस्केको। गाडीहरू चाहिँ निकै स्टाइलिस थिए। मेरो चाहिँ मेट्रो नै ठिक छ। ल कुन ठाउँको मगर ल्याएर यहाँ रुख पनि रोपिसकेको रहेछ। अब खाना पचाउन अफिसको एक चक्कर पनि लगाइयो। अब केही बेर बाहिरको संसार बिर्सेर ल्यापटपमै ध्यान। ल अब काम सकियो। अब पालो मेरो मनपर्ने खेलको। बस यस्तै बित्यो मेरो आजको दिन। फेरि अर्को भिडियोमा भेटौँला।